हेलो गाइस, यहाँ चाहिँ आमाको मेकअप गर्नु हुँदैछ दिदीले। हाम्रो आमा चाहिँ एकदम बल्ला बल्ला ब्युटी बनाउनु पर्ने छ आमालाई। ब्युटी हाम्रो आमालाई चाहिँ पक्रेर हामीले चाहिँ यहाँ चट्ट के भो चिटिक्क बनाइदिन आँटेको। ब्युटिफुल बाउ आउनु हुँदैछ। अब आमाले प्रपोज गर्न आँट्नु भयो, त्यही भएर नक्कली हामी आमा चाहिँ शर्मिली भएर बल्ल बल्ल आउनुभयो गाइस। केही हुँदैन, आँखाभित्र पसेर गुलियो न गुलियो पर आँखा हेर्नु न केही हुँदैन। केही हुन्न, त्यो चाहिँ मोइस्चराइजर हो क्या, यो अनुहार यसो चिल्लो बनाउने मात्र हो, केही हुँदैन। हाम्रो आमा हेर्नु न, आँखा हेरेन भने त मान्छेले के खालको मरिरहेको। अहिले फेरि गाउँको मान्छेले हेऱ्यो भने मन पराउनु नि सक्छन् हाम्रो आमालाई। हाम्रो आमालाई आज मेकअप गर्ने खालकै हो। छोरा त्यहाँ जाऊ, त्यहाँ जाऊ, त्यहाँ जाऊ, यहाँ त्यहाँ मेरो मोबाइलमा जाऊ। कस्तो त्यहाँ के भइसक्यो हेर त। हाम्रो आमा त सेती नसेती हुनुभयो गाइस। अलिक परबाट पुरै निकाल्नु लुगा यस्तो लाएर के गरेको हो। केही हुँदैन, लु लु एकछिन बस्मै आमालाई। अब तपाईँ चुप लागेर बस्नु न, म मेकअप गरिदिन्छु क्या आमालाई। हेलो गाइस, अनि हाम्रो आमाको चाहिँ मेरो भन्दा नि ठुलो कपाल छ, के गर्नु। अब सन ब्लक लगाइदिन्छु क्या। यति राम्रो हुन्छ कि त्यही भएर बाउले लिएको होला। के भनेको त्यसै आज बाउ आउनु हुँदैछ, चिटिक्क बनाउनु पर्यो। मेरो बुढी भन्दै बिहोस हुने। आमालाई कोसिस ल्याइदिनुहुन्छ गाइस। आँखा हेर्नु न आमा, आँखा त हेर्नुपर्छ क्या हो। आँखा भित्र पस्यो भने पस्दैन, आँखा भित्र। आँखा चाहिँ हाम्रो आमाको मौरीको उ जस्तो छ। गाइस पहिले त जमानामा त गोरी न गोरी हुनुहुँदो रहेछ आमा। पहिला त राम्रै पो थियो त्यो सबै भन्दा साथै गोरी पो हुनुहुँदो रहेछ। मेरो मोबाइल ल्याउ त आमा, पहिला त कति राम्रो पो थियो त, कस्तो अहिले त कति राम्री छु। नि अलिक परबाट गऱ्यो भने त मैला देख्ने रहेछ। अनि बुझी पठाउ न। आउँदा आमै मेरो बुढी भन्ने बित्तिकै बिहोस हुनुभयो भन्छु। एक दिन छोडेको मेकअप गर्न थाली। आमा नि बाउसँग ल पर्सि टिकटक बनाउनुहुन्छ अरे गाइस। घामले पित्त नै निक्लेन, नाक चाहिँ रातो भयो। त्यस्तो साह्रो नगर्नु न, मुन त कडक भयो भने छैन हाम्रो आमा। हुन्छ कडक कुडुक कसरी हुन्छ तँलाई चाहिँ यस्तो पड्किन्छ नि त। म त्यही भए त कहिले कहिले आमा निदाउनुहुन्छ भन्थे। यसो गर्नु यस्तो क्या हो त्यस्तो खोयो नि ओठ चाहिँ लुकाउनु भएको। हाम्रो आमा लज्जावती झा जस्तै हुनुहुन्छ। बाबा बाउ अब छक्क 1 घन्टातिर आइपुग्नुहुन्छ होला भोजपुर। म बिहोस भयो, गाइस हेर्नु हाम्रो आमाको चाहिँ दाँत नभए नि यस्तो लिपस्टिक लाउनुहुन्छ। भेटेको बेला खोइ आमाको ओठ चाहिँ के
टेटिएको बाउलाई चाहिँ भन्नुहुन्छ आमाको ओठै रहेन र अनि के हो मात्रै छ हे चुचो बनाउनु हुँदैछ मेरो बना छोरा कना ना हुँदा त के गर्दा पनि हुन्छ छोड्नु त छोरा यहाँ आऊ न आया है अहिले मैले 2 घन्टा 2 घन्टा हेरेँ साँच्चीको मेरो हल्नु ओ क्यामेरा ओ माया तिम्रो घर आमा के भयो दुःखै छ है कालीले गोटे तेरो कुन भुल्न सक्छ है कुनै ठिकै छ मिजु गाना छ किजु गाडी गुन्यु छोली चुरा पोते सिन्दुर पानी किनेकै छु दौरा सुरुवाल ढाका टोपी खुकुरी नि भिरेकै छु सिन्दुर पानी किनेकै छु दौरा सुरुवाल ढाका टोपी नि भिरेकै छु आउन छोरा छुमा कम्मर मस्त लाग्यो हात्ती आउन यहाँ आउन आमाको त मलाई पहिले यस्तो लिपस्टिक अलि लाउँदा यो क्या हो यहाँ आउन यो क्या हो ऊ गालातिर लगाउने चिल्लो बनाउने अरे आउँदो सालेमा माछी जालेमा आउँदो साले न चला न उठ उठ्या त मेरो कुर्के कि चाहिँदैन कुर्को राम्रो हुन्छ पर्दा जे गर्दा पनि बाटो माइती घरमा तिमी पनि सबलाई धेरै भाग्यो घरमा उस्तै मेरी आमालाई बुहारीको खाँचो माइती घरमा तिमी पनि सबलाई धेरै भाग्यो आउन छोरा पक्रिनु न उस्तै मेरी एकछिन पक्रिदेऊ ऊ हात गलो होला गुरुमा जन्मेर देख्ने हाम्रो तिम्रो मेरो नाउँको बोली मिठो पानी मिठो मजा हात्ती यस्तो भयो बोली मिठो पानी मिठो तिम्रो गाउँ मिठो माछा छ माछी जालेमा आउँदो सालेमा माछी जालेमा म अलिक केटा सानो क्यामेरामा अटिँदै आउँदो सालेमा चौतारीको बिसौनीमा थकाए मारुला माया तिम्रो घर गाउँमा घुम्दै आउला माया तिम्रो घर लगाइदिएको के गरेको घुम्दै आउला अर्को मेरो टिका राम्रो छ नि आउँदो सालेमा माछी उपरबाट मेरो टिका राम्रो चाख्ने टिका आउँदो सालेमा माछी जालेमा टिकट पुसिसक्नु भन्छ अनि
ऊ बाडा टिको लाउँछ यहाँबाट